जम्मा गरेको छालीको घिउ कसरी बनाउने? हुन त यो कुनै अप्ठ्यारो क्वेसन होइन, यो सबैलाई आउने कुरा हो। त्यही पनि आज हजुरहरूलाई मैले जानेको कुरा मैले सेयर गर्दैछु। जान्नेले त जानिराख्नु भएकै छ, नजान्नेलाई चाहिँ थोरै काम पनि लाग्न सक्छ। भिडियो पुरा हेरिदिनुहोस् है। हेर्नु त, मैले 15-20 दिन अगाडिदेखि यसरी एउटा बटुकामा दुध तताएर दुधमा माथि लागेको छालीलाई राम्रोसँग भेला गरेर राखेको थिएँ र आज 20देखि 22 दिन जतिमा यति एक बटुको भएछ। अनि यसलाई चाहिँ मैले एउटा मिक्सरमा हालेँ जम्मा भएको त्यो छालीलाई। अनि त्यसलाई डुब्ने गरी पानी पनि हालेँ। हेर्नुहोस् त, तर धेरै क्वान्टिटी हजुरसँग छ भने एकैचोटि मिक्सरमा नहाल्नु होला। अनि मिक्सरमा हालेर मैले अब यसलाई मिक्स गर्दैछु। अब हेर्नु है कस्तो भएर निस्किन्छ। अब एकैछिन है त। हेर्नुहोस् त, यस्तो भयो। तर यस्तो भयो भनेर बिग्रियो भनेर नडराउनु होला। यो क्रिमसँग नचुकिएको हो। अनि फेरि यसलाई इन्डक्सनमा चलाउने। हेर्नुहोस् त, कस्तो राम्रो हाम्रो घिउ चाहिँ मोहीलाई छोडेर माथि आइसकेको छ। अब यसलाई एउटा सफा चम्चीले आफ्नो एउटा सफा कटौरामा निकाल्ने। हेर्नुहोस् त, कस्तो राम्रो घिउ भएको छ। थोरै थियो, त्यही पनि एकदम राम्रो घिउ लागेको छ। ल हेर्नु त, निकाल्ने। निकालेपछि कस्तो क्रिम, हेर्नु कस्तो राम्रो भएको छ। आफूले गरेको काम राम्रो हुँदा कति खुसी लाग्ने। यसरी डल्लो बनाउन चाहिँ फेरि मलाई कस्तो रहर लाग्छ हातमा खेलाउनलाई। कस्तो राम्रो क्रिम भएको छ। अनि यसलाई एउटा क्रिम, हेर्नु त, यसलाई एउटा कराई तताउने र कराई तताएर त्यो अब नौनीमा आयो। यो अघि चाहिँ छाली थियो, अहिले नौनी भयो। अब यो नौनीलाई सानो आगो बनाएर यसलाई घुल्न दिने। हेर्नु त, घुल्न पनि आँटिसकेको छ। अनि मैले चाहिँ यसो एउटा चम्चीले त्यसलाई चलाएर त्यसलाई घुलाइदिएँ। अनि अब यो कस्तो हुन्छ हेर्नु है त साथीहरू। यो अब यसरी तातेर यस्तो भयो। कस्तो राम्रो घिउ भएको हेर्नुहोस् त, कस्तो मिठो। अनि मेरो घिउ चाहिँ यति भयो। हजुरहरूसँग